नमस्कार साथीहरू, ल स्टुडियोको यस अफिसियल भिडियोमा तपाईँहरूलाई स्वागत गर्दछु। आजको यस भिडियोमा हामी कानुनको व्याख्या अर्थात् इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुराहरू चाहिँ गर्छौँ। यस भिडियो एलएलबी तेस्रो वर्षमा अध्ययनरत गर्नुहुने यहाँहरू र कानुनको व्याख्या सम्बन्धमा ज्ञान राख्न इच्छुक यहाँहरू सबैको लागि चाहिँ यो भिडियो उपयोगी हुनसक्छ। अहिलेसम्म हजुरहरूले हाम्रो च्यानल ल स्टुडियोलाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिन पनि अनुरोध गर्दछु। विषयवस्तुतर्फ अगाडि बढौँ। आजको यस भिडियोमा हामी तीनवटा कुराहरूलाई मात्रै जोड दिएर तीनवटा पोइन्टहरूको पेरिफेरीमा रहेर चाहिँ आज हामी यस भिडियोमा छलफल गर्छौँ, जसमा एउटा इन्ट्रोडक्सनको कुरा रहन्छ, त्यस्तै गरेर अब्जेक्टिभ्स एन्ड काइन्ड्सको कुरा र तेस्रोमा जनरल थ्योरिज अफ इन्टरप्रिटेसनको कुरा। भनेपछि यी तीनवटा कुराहरूलाई लिएर आज हामी यस भिडियोमा छलफल गर्छौँ। कानुनको व्याख्या अथवा इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुरा गर्नुभन्दा अगाडि हामीले सर्वप्रथम चाहिँ के त मिनिङ अफ इन्टरप्रिटेसन अर्थात् व्याख्या भनेको के हो भनेर बुझ्नु जरुरी रहन्छ। अब के हो त मिनिङ अफ इन्टरप्रिटेसन भनेको के हो भन्दाखेरि यसलाई शाब्दिक रूपमा हेर्ने हो भने टु फाइन्ड आउट द ट्रु सेन्स अफ द वर्ड भनेर बुझ्न सकिन्छ। भनाइको तात्पर्य कुनै पनि शब्दको वास्तविक अर्थ पत्ता लगाउनु लाई नै के भन्ने हो भन्दाखेरि इन्टरप्रिटेसन अर्थात् व्याख्या भनेर भन्न सकियो। यस्तै अर्को रूपमा भन्यो भने कुनै पनि शब्दको अर्थ निकाल्ने हो, त्यस्तो अर्थ खोतल्ने अथवा पत्ता लगाउने एउटा कार्य, जसलाई चाहिँ हामी के त इन्टरप्रिटेसन भनेर भन्न सक्छौँ। त्यस्तै गरेर कुनै पनि शब्दको संदिग्ध, सन्देहपूर्ण, अस्पष्ट छ तथा बहुअर्थ लाग्ने भाषा छ भने त्यस्ता शब्दहरूको चाहिँ के त अर्थ लगाउने कार्यलाई के भन्ने भन्दाखेरि त्यो पनि के त इन्टरप्रिटेसन अथवा व्याख्याको रूपमा लिन सकिन्छ। भनेपछि व्याख्यालाई चाहिँ के त एउटा आर्ट, एउटा कलासँग तुलना गरेको पनि देख्न सकिन्छ, जसमा चाहिँ ब्ल्याक ल डिक्सनरी, कोली, विभिन्न विद्वानहरूले चाहिँ इन्टरप्रिटेसनलाई आर्टसँग तुलना गरेको पनि देख्न सकिन्छ। अब समग्रमा के भन्न सकियो भन्दाखेरि एउटा कानुनमा प्रयुक्त शब्दहरूको एउटा वास्तविक अर्थ पत्ता लगाउने, त्यस्ता शब्दहरूको माध्यमबाट विधायिकाको मनसाय पत्ता लगाउने भएकोले इन्टरप्रिटेसनलाई चाहिँ एउटा कलाको रूपमा लिइन्छ भनेर पनि हामीले बुझ्न सकिन्छ। अब हामीले मिनिङ अफ द इन्टरप्रिटेसन अर्थात् इन्ट्रोडक्सन अफ इन्टरप्रिटेसनको कुरा बुझिसके पश्चात के हो त इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भनेको के हो भन्नेतर्फ अगाडि बढौँ। हामीले यसलाई शाब्दिक रूपमा भन्नुपर्दा चाहिँ इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भनेको चाहिँ टु फाइन्ड आउट द विल अफ द लेजिस्लेचर अथवा विधायीको मनसाय के हो भनेर पत्ता लगाउने कार्य नै के हो त इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स हो। यसलाई दोस्रोमा के भन्न सक्यो भन्दाखेरि कानुनी भाषामा देखा पर्न आएका कुनै पनि संदिग्ध, सन्देहपूर्ण, बहुअर्थ लाग्ने, अस्पष्ट शब्दहरूलाई चाहिँ के त वास्तविक अर्थ पत्ता लगाउने एउटा पद्धति, एउटा कलालाई नै के भन्न सकियो भन्दाखेरि इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भनेर भन्न सकियो, हैन। त्यस्तै गरेर विधायिकाले बनाएको कानुनको शब्दको मर्म बुझेर त्यसको सही अर्थ लगाउने एउटा परिपाटी हुन्छ, एउटा पद्धति हुन्छ, एउटा प्रक्रिया हुन्छ भनेपछि त्यसलाई पनि के भन्न सकियो भन्दाखेरि इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भन्न सकियो। भनेपछि तीनवटा कुराहरू, यसको एउटा शाब्दिक अर्थ हैन, टु फाइन्ड आउट द विल अफ द लेजिस्लेचरको कुरा भयो। त्यसै गरेर दुईमा रहेको छ कानुनी भाषामा देखा पर्न आएका संदिग्ध, सन्देहपूर्ण, बहुअर्थ स्पष्ट शब्दहरूलाई वास्तविक अर्थ पत्ता लगाउने एउटा पद्धति। त्यसै गरेर विधायिकाको मर्म हैन, त्यो कानुन किन बनाएको हो भन्ने कुरा, त्यो मर्म बुझेर सही अर्थ लगाउने एउटा पद्धति, एउटा प्रक्रिया, जसलाई चाहिँ हामी इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भनेर भन्न सकियो।
अब इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको परिभाषा चाहिँ विभिन्न विद्वानहरूले आफ्नै ढङ्गबाट चाहिँ व्यक्त गर्नुभएको छ, जसमा केही विद्वानहरूको परिभाषालाई हामी लिन्छौँ, जसमा म्याक्सवेल र साल्मन। अब म्याक्सवेलले के भन्नुहुन्छ भन्दाखेरि कानुनमा प्रयुक्त शब्द वा भाषाको न्यायालयले अर्थ लगाउने एउटा पद्धतिलाई कानुनको व्याख्या भनिन्छ। त्यस्तै गरेर साल्मनले के भन्नुहुन्छ भन्दाखेरि एउटा कानुनको व्याख्या एउटा चाहिँ प्रक्रिया हो, जसमा चाहिँ विधानको आधिकारिक शब्दहरूबाट विधायिकाको वास्तविक उद्देश्य पत्ता लगाउने कार्य गरिन्छ भनेर चाहिँ साल्मनले भन्नुभएको छ। अब यी कुराहरू, यी माथिका मैले भने जतिका कुराहरूलाई समग्रमा भन्ने हो भने कन्क्लुजनमा के भन्न सकिन्छ भन्दाखेरि कानुनको कुनै पनि शब्दलाई सतही रूपमा सरसर्ती हेरेर अर्थ लगाउनुलाई हामी व्याख्या भनेर भन्न सक्दैनौँ, त्यसलाई व्याख्या भनिन्न। भनेपछि अब केलाई चाहिँ व्याख्या भनिन्छ, केलाई चाहिँ कानुनको व्याख्या भनिन्छ भन्दाखेरि विधायिकाको मनसायलाई समेत मध्यनजर राखेर कानुनमा प्रयुक्त भएको शब्द वा भाषाको संदिग्धता र अस्पष्टताबाट हुन आउने परिणाम समेतलाई विचार गरेर चाहिँ यकिन अर्थ पत्ता लगाउने एउटा प्रक्रिया हुन्छ, एउटा पद्धति हुन्छ। र त्यस्तो कलालाई नै के भन्न सकियो भन्दाखेरि इन्टरप्रिटेसन अफ स्ट्याट्युट्स भनेर भन्न सकियो। भनेपछि यहाँसम्म आउँदाखेरि हामीले के पढ्यौँ भन्दाखेरि एउटा त मिनिङ अफ इन्टरप्रिटेसनको कुरा गर्यौँ, त्यसमा के भन्यौँ भन्दाखेरि टु फाइन्ड आउट द ट्रु सेन्स अफ द वर्ड, होइन, कुनै पनि शब्दको वास्तविक अर्थ पत्ता लगाउनु नै के त व्याख्या हो भनियो, होइन। यसलाई चाहिँ के त ब्ल्याक ल डिक्सनरी र कोलीले पनि के त आर्टसँग तुलना गरेको देख्न सकियो, होइन। त्यस पछाडि हामीले के पढ्यौँ भन्दाखेरि इन्ट्रोडक्सन अफ इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुरा गऱ्यौँ, जसमा चाहिँ के त हामीले टु फाइन्ड आउट विल अफ लेजिस्लेचरको कुरा, होइन, विधायिकाको मनसाय पत्ता लगाउने के हो भन्दाखेरि इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुरा, होइन। यसलाई चाहिँ के त साल्मनले कसरी परिभाषा गरेको छ, होइन, त्यस्तै गरेर म्याक्सवेलले कसरी परिभाषा गरेको छ भन्ने कुराहरू र कन्क्लुजनमा के भन्यौँ भन्दाखेरि विधायिकाको मनसाय समेतलाई चाहिँ के त मध्यनजर राखेर त्यो कानुनमा प्रयोग भएको कुनै पनि संदिग्धता र अस्पष्टताबाट हुन आउने परिणाम समेतलाई विचार गरेर एउटा चाहिँ के त वास्तविक अर्थ पत्ता लगाउने एउटा पद्धति हुन्छ। त्यसलाई चाहिँ हामीले के त कानुनको व्याख्या भनेर भन्न सक्यो। भनेपछि यहाँसम्म आउँदा यहाँहरूले यी दुई कुराहरू, होइन, एउटा मिनिङ अफ इन्टरप्रिटेसन, अर्को मिनिङ अफ द के त इन्टरप्रिटेसन अफ स्ट्याट्युट्सको कुरामा कुनै दुविधा छैन भन्ने आशा राखेको छु।